ल त आज पहिलो दिन हामी के सिक्ने त? लौ त सुरु गरौँ। आज हाम्रो पहिलो दिन भएकाले हामी एकदमै रमाइलो र छिटै नतिजा देखिने बाटोबाट सुरु गर्दैछौँ। यसले तपाईँको हाई क्रिएटिभिटीले प्रयोग गर्न मद्दत गर्छ। हाम्रो पहिलो पाइला, तपाईँले आफ्नो फोनमा क्यानभा भन्ने एप खोल्नुहोस् वा वेबसाइटमा जानुहोस्। त्यहाँ गएर एउटा साधारण र सुन्दर सोसल मिडिया पोस्ट वा कोड पोस्टर बनाउने प्रयास गरौँ। के तपाईँ तयार हुनुहुन्छ? म तयार छु। म ल्यापटपमा क्यानभा डाउनलोड गर्छु है त त्यसो भए। यो त एकदमै राम्रो कुरा भयो। तपाईँले ल्यापटपमा क्यानभा डाउनलोड गर्नुहोस्। डाउनलोड भइसकेपछि मलाई खबर गर्नुहोला अनि हामी सँगै मिलेर पहिलो डिजाइन बनाउन सुरु गर्नेछौँ। तपाईँको यात्रा एकदमै सफल होस्। ल त हाम्रो क्यानभा चाहिँ डाउनलोड भएको छ। ल बधाई छ। क्यानभा डाउनलोड भइसकेकोमा धेरै धेरै खुसी लाग्यो। अब क्यानभा एप खोल्नुहोस् र आफ्नो अकाउन्ट बनाउनुहोस् वा लगइन गर्नुहोस्। त्यसपछि त्यहाँ एउटा नयाँ डिजाइन बनाउनको लागि सोसल मिडिया पोस्ट वा पोस्टर जस्तो कुनै टेम्प्लेट छान्नुहोस्। तपाईँले कस्तो डिजाइन बनाउन चाहनुहुन्छ भन्नुहोस्, म तपाईँलाई स्टेप बाई स्टेप मार्गदर्शन गर्नेछु। ल क्यानभा एपमा खाता पनि बन्यो। ल क्यानभामा खाता बनाउनु त एउटा ठुलो पाइला भयो। बधाई छ। अब तपाईँले एउटा नयाँ खाली क्यानभा लिनुहोस् वा त्यहाँ उपलब्ध मध्ये कुनै एउटा राम्रो टेम्प्लेट छान्नुहोस्। तपाईँले आज कस्तो खालको डिजाइन बनाउनु मन लाग्यो? कुनै मोटिभेसनल कोट्स, आफ्नो लागि एउटा लोगो वा अर्कै केही? ल सुरु गरौँ। सबैभन्दा पहिले क्यानभाको सर्च बारमा गई कोट भनेर खोज्नुहोस्। त्यहाँ तपाईँले धेरै रेडिमेड डिजाइनहरू देख्नुहुनेछ। तपाईँले मन परेको एउटा डिजाइन छान्नुहोस् अनि त्यसलाई क्लिक गरेर खोल्नुहोस्। अब त्यसमा भएको टेक्स्टमा तपाईँले रोज्नु भएको कोट्स टाइप गर्नुहोस्। के तपाईँले यो गर्न सक्नुभयो? ओके देन अब हामी यहाँ टेम्प्लेट्समा जान्छौँ। टेम्प्लेट्समा गएपछि चाहिँ हामी यहाँ आज पहिलो दिनको लागि के लेख्छौँ भन्दाखेरि यो सर्च गर्छौँ र अनि हामी यो छान्छौँ। यो छानेपछि कस्टमाइज दिस टेम्प्लेट, अब चाहिँ हामी यहाँ टेक्स्टहरुमा केही परिवर्तन गर्छौँ है त। अब हामी यसमा के लेख्छौँ भन्दाखेरि यहाँ हेर्नु है त। अब ओके ल यहाँ हेर्नुहोस्, मैले चाहिँ यो लेखेर यो टेक्स्ट लेखेर चाहिँ पढ्नु होला है। यो टेक्स्ट लेखेर चाहिँ मैले यहाँ तयार गरेँ। अब यसलाई प्ले गरौँ है। ल अब हामी यो टेक्स्टको चाहिँ परिवर्तन गर्छौँ है। एनिमेसनहरू चाहिँ यो टेक्स्टको एनिमेसन चाहिँ हामी परिवर्तन गर्छौँ। ल त मैले यो टेक्स्ट पनि एनिमेट गरेको छु हैन। अब यो चाहिँ अलि उसको लागि जस्तो छ। यो चाहिँ अब प्रिमियम तिर्नुपर्छ। यो फ्रीमा चाहिँ चलाइरहेको हो। अब म प्रिमियम चाहिँ चलाउँदिनँ, यो चाहिँ फ्रीमा हो सबै कुरा है। अब यसलाई चाहिँ हामी सेभ गर्छौँ। यहाँ डाउनलोड क्वालिटी हो। अब डाउनलोड हुँदैछ।
यो चाहिँ आज मेरो पहिलो दिन हो सबै यो कुराहरू सिक्ने होइन। अब अघि हेरिहाल्नुभयो मैले जिमिनीसित यो वाद विवाद गर्दै सिक्दैछु। यो चाहिँ आज मेरो पहिलो दिन हो। आज मैले ग्राफिक डिजाइनको बारेमा सिकेको छु। अब यसै गरी भोलि केही कुरा पर्सि केही कुरा गर्दै सिक्दै जानेछु। आज यो जुन टेक्स्टमा लेखेको छ त्यसै गरी अब हामी यसलाई चाहिँ केमा सेभ गर्छौँ भन्दाखेरि डाउनलोड्समै सेभ गरौँ है त। डाउनलोड्समा सेभ हानिदिउँ। ल त आज मैले सिकेको चाहिँ यो हो। अब यसमा म अडियोहरू हालेर चाहिँ अपलोड गर्छु है मेरो युट्युब च्यानलमा सर्ट्समा।